हरियाली, स्वच्छ वातावरण अनि काठमाडौँ उपत्यकाको दृश्य अवलोकनको साथै मार्बल गरिएको सिडी र ढुङ्गा छापिएको भुइँमा टेक्दै 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 शिवपुरी राष्ट्रिय निकुञ्जबाट आएको ताजा हावा लिँदै यहाँ आउँदा तपाईलाई लागेको थकान एकैछिनमा भुल्नुहुनेछ। यस, हजुरले गेस गर्नुभएको एकदम सही हो। म जामचेन विजय स्तूपको बारेमा भन्दैछु। बुद्ध धर्मावलम्बीहरूको पवित्र स्थान रहनुको साथै तपाईको परिवार र साथीहरूसँग आराम गर्न र रमाइलो गर्नको लागि बनेको एक अद्वितीय प्रवेशद्वार पनि हो जामचेन विजय स्तूपा। बिहान 8 बजेदेखि 12 र दिउँसो 2 बजेदेखि 5 बजेसम्म खुला रहने यो स्तूपा सबैको लागि खुल्ला छ र कुनै पनि प्रवेश शुल्क वा पासको आवश्यकता पर्दैन। काठमाडौँको महाराजगञ्ज नारायण गोपाल चोकबाट मात्र 8 किलोमिटरको दूरीमा रहेको यो स्तूपा व्यस्त सहरी जीवनबाट निस्किएर छोटो पैदल यात्राको साथै एक शान्तिमय विश्राम स्थल हुन सक्छ। भगवान बुद्धको मूर्तिसहित सुनौलो कलाकृतिहरू र तिब्बती प्रतीकहरूले सजाइएको सेतो गुम्बा कलाको एक सुन्दर काम हो जामचेन विजय स्तूपा। गुम्बाभित्र तपाईँ भगवान बुद्धको पूजा गर्नलाई प्रयोग हुने तिब्बती धूपको सुगन्धले मोहित हुनुहुनेछ। बुढालिनकण्ठ मन्दिरबाट हिँडेर स्तूपा जान चाहनुहुन्छ भने तपाईँले साहसिक कार्य र प्रत्याशको अनुभूति गर्नुहुनेछ। कठिन भूभाग र ठाडो उचाइले तपाईँको सहनशीलतालाई चुनौती दिन सक्छ, तर बाटोमा देखिने हरियाली सुन्दर दृश्यहरूले तपाईँलाई आफ्नो थकान बिर्सन मद्दत गर्नेछ। तपाईँ यहाँ आउँदा एकदमै शान्त हुनु जरुरी छ, किनभने यो शान्तिको प्रतीक भगवान बुद्धको पवित्र स्थान हो। यस्तै रमाइलो अनि जानकारीमूलक भिडियो हेर्नको लागि हामीलाई फलो अनि सब्स्क्राइब गर्नुहोला।